वेलकम ब्याक टु माई अनदर भ्लग। आज म धेरै पछि भ्लग बनाऊँ कि भन्ने सोचिरहेको हो। किन भन्दाखेरि हामी यो गाडी लिएर कता हो यता भन्ने ठाउँमा जान लाग्यो। अनि त्यो भएर चाहिँ आज भ्लग बनाऊँ भन्ने सोच आयो कि फेरि अब धेरै भन्छ नबनाएको नि कपाल नि काट्दै गएको छु भने त्यसैले ब्याग म चाहिँ रेडी भइसकेँ। अब चाहिँ जाने कुरो हुन्छ होइन। आज चाहिँ थोरै पानी परिदियो कि हल्का सिमसिम पानी परिरह त्यो चाहिँ समस्या हुन्छ कि जस्तो छ। त्यो नभए त अरू त ठिकै हुन्छ होला। बाँकी कुरा चाहिँ गाइस बढ्दै जाऊँ अघि बढ्दै जाऊँ देखाउँदै जान्छु कस्तो हुन्छ। बाबुको राम्रो हुन्छ कि नहेरौँ। एन्सन चाहिँ त स्वस्तिका त यहाँ टर्ने सामान छ गाइस अहिले देखाउँछु ल। ओके खास कम यस ओके यस Yes. ओकेさん行ってきます。はい、行ってきます。気をつけてください。おじさんがだよ。よっさ。これこの中に入れといて。これがメガネか。お先生、真ん中はシートベルトある？シートベルト真ん中ないかな。あるかな。 Subscribe lagi namin. 高速乗るでしょ？乗る。大丈夫？大丈夫大丈夫。本当に？おじさんにいると何でも大丈夫大丈夫。ピッコさん閉めてください。よいしょ、じゃあ行きましょう。はい、どうぞ。最初買い物して。Guys, finally हामी आइयो। यहाँ भन्ने गाउँ थाहा होइन। सपिङ गर्न आइयो। अब यहाँ चाहिँ मासु किनिन्छ टक्क। नेतिರುかな。行きましょう。そちらも多分ないかな。マスクにआधा बाटो जस्तो आइयो बल्ल। गइरहेको लागि रोक्छ भनौँ। अनि त्यहाँबाट अरू चाहिँ झर्दैछन्। म चाहिँ झरिसकेर नि यहाँ आइसकेँ। अब यस्तो टोइलेट सइलेट गएर दगको 100 किलोमिटरभन्दा बढी रहेछ कि नजिकै होला सोचेको। 100 किलोमिटर 100 किलोमिटरमा आधा चाहिँ अब चाहिँ 40-42 किलोमिटर छ। बाँकी चाहिँ त्यो के गर्ने होइन क्या त्यहाँ आएर अब आज बार्बिक्यू गर्ने अनि यसो मासु जस्तो खाने अनि फर्किने मात्रै हो। त्यही पनि कस्तो रमाइलो क्या हेर्दा नि यस्तो छ नि ओइसनका कितहरू खेची कि गइन्छ यसको ओइसन। गाइस फाइनल्ली सकियो फोटो खिचेर के गइयो। सुस्तै हो त्यो त मैले को बिर्सेछु कि को किनेर राखेको थिएँ लिएर आउनु बिर्सेछु कि बिर्सेछु मैले अनि तर यहाँ कस्तो हाँ नहीं या खागी का या हाय दोस्तों जय की मसो
大丈夫大丈夫。今半分です皆さん。それ言わないでください。 Yun lang din. 待ってほらちゃんと。 Ano sina? ここが大分からねまた。いや大分から大分からちょっとある。 Ah, soいいね。めっちゃお海な。まで。うん。じゃあ行きましょう。Guys, next क्यों पे ये देखो हाम्रो क्यों स्टेसन अब चाहिँ यो चाहिँ सेकेन्ड हो गाइज यति टाढा छ कि अब 1 घन्टा या दुई कति भयो 2-3 घन्टा भयो नि को अझै आएको छैन हाम्रो चाहिँ अब अर्को ब्रेक हुने ठाउँमा आयो यो चाहिँ हाम्रो तेस्रो ब्रेक हो अब चौथो ब्रेकमा चाहिँ हामी पुगिन्छ यतापट्टि समुद्रको भ्यू देख्न सकिन्छ त्यहाँबाट चाहिँ माछा जस्तै सिप हिँडिराख यहाँ हाम्रो कस्टमरहरू हुनुहुन्छ उहाँ हुनुहुन्छ एउटा कस्टमर पैसा आउनु त थाहा सो त्यस्तो जाडो घाम लागेन कि आज समस्या त यता भइदियो अब अगाडि समुद्र माथिपट्टि यस्तो पहाड भएको ठाउँ हो भन्नु देखेर मलाई चाहिँ अब कस्तो छ चाहिँ कस्तो हुन्छ हजुर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ समुद्र अगाडिको अनि यहाँ चाहिँ लसन छ यही हो रमाइलो चाहिँ कस्तो घाम लागेको अझ राम्रो भ्यू देखिन्थ्यो होला तर घाम लागेन अब क्यार्न सकिन्छ र हामीले होइन गर्न सकिन्न त्यो अरू केही नभनौँ ठिक छ चाहिँ भयो अब यहाँ एकछिन ब्रेक हुन्छ यसो तैरी गरेर आउनु पऱ्यो अनि त्यहाँबाट चाहिँ फर्किन पऱ्यो फर्किन भन्दा नि मतलब उता जानु पऱ्यो कि उता गएर चाहिँ टक्क आज बेलुका बाबुको हानेको चाहिँ भिडियो भोलि आउँछ ल आज चाहिँ यति हाल्छु के हो